अब के गर्ने नेपालमा हामी जस्तो गरिबलाई बाँच्छौँ गाह्रो छ कसले सुन्ने हाम्रो कुरा कसले बुझ्नु हो अब के गर्ने नेपालमा हामी जस्तो गरिबलाई बाँच्छौँ गाह्रो छ कसले सुन्ने हाम्रो कुरा कसले बुझ्ने हो न त हाम्रो पढाइ नै छ न त ठुलो सोच जता जागिर खोजे पनि खोज्छन् ठुलो सोच अब के गर्ने नेपालमा हामी जस्तो गरिबलाई बाँच्छौँ गाह्रो छ कति धाइ कम्पनी कति नेतालाई तर पनि लाइदेन जागिर कसैलाई भोट मागन आउँदा कामको झुटो आश्वासन दिन्छ हामीलाई बेरोजगार बनाइ इसकै मान्छे राख्छ अब के गर्ने हामी जस्तो गरिबलाई बाँच्न गाह्रो छ चुनावको बेला नेताहरूको घर घरमा ताती जितेपछि गाउँमा खुट्टा टेकन आउने जताततै बाटो हेरे उस्ताको उस्तै सरकारी प्रोजेक्ट नेताहरूले लुटेको लुट्दै आफ्नै देशको नेताले आफ्नो देश केही माया गर्दैन भने बाहिरको देशले के गर्छ जहाँ जता जाऊ नेपालीलाई कहीँ सुख छैन महँगी त्यस्तै छ धन्य हो सरकार तिमीलाई आफ्नो देश र जनतालाई बिचल्लीमा पर्यो तिम्रो त परिवार खसी छ नि होइन यो देश र जनताको के मतलब लुटेराहरू अब के गर्ने नेपालमा गरिबलाई बाँच्न गाह्रो छ अब के गर्ने नेपालमा हामी जस्तो गरिबलाई बाँच्छौँ गाह्रो छ कसले सुन्ने हाम्रो कुरा कसले बुझ्न हो अब के गर्ने नेपालमा हामी जस्तो गरिबलाई बाँच्छौँ गाह्रो छ कसले सुन्ने हाम्रो कुरा कसले बुझ्ने हो न त हाम्रो पढाइ नै छ न त ठुलो सोच जता जागिर खोजे पनि खोज्छन् ठुलो सोच अब के गर्ने नेपालमा हामी जस्तो गरिबलाई बाँच्छौँ अब के गर्ने